Hey guys, also welcome back to another vlog. सन्चै आराममा छु। अचम्मै म मलाई आएको छु। हिजो आएको थिएँ। अझै मस्त बसिरहेको छु सुन्नुहुन्छ तपाईँहरूले। अझै 7:30 भइरहेको छ बिहानको। आज चाहिँ शुक्रबार। यहाँ चाहिँ फेरि माथि डाँडातिर रेसिङको डाँडातिर पर्छ। त्यही भएर यहाँ फेरि पुरै कुहिरो लाग्ने गर्छ बिहान चाहिँ। कुहिरो लागिरहेको छ। सर अझै यहाँ लाँदैन माथिबाट जाँदै हिँड्छु। यहाँ चाहिँ किन भन्दाखेरि लेख पर्छ त्यही भएर यहाँ अलि बादलहरू लगाइरहेको छ क्या घाम पनि त लगाएको देख्दै देखिन दिउँसो देखिन्छ त्यहाँदेखि फेरि अँध्यारो केही देखेन त यहाँ बिको दामी देखिन्छ यहाँ चाहिँ बल्ल उठेर आउनुभएको छ त्यहाँ जानुहुन्छ अच्छा नि आइयो अन्त उहाँको अलि मुड छैन उहाँ चाहिँ गाडीमा आउनुभएको छ फेरि उहाँ फेरि हिँड्ने चलन छैन आइसक्यो पानी भर्दैछ यहाँ बिहान ट्याक्कै म चाहिँ अहिले छतमा छु ट्याक्क बसिरहेको छु त्यहाँदेखि यस्तो कुहिरो लाग्यो न त यहाँ रेसिङ्गा यतातिर रेसिङ्गा देखिन्छ यतातिर बगारी यता दुबिचौर यता दामी देखिन्छ कुहिरो लाएर केही देख्यो यहाँ चाहिँ मकैहरू यस्तो भएको रहेछ कौवाहरू गरम चाहिँ देखिन्न यहाँ चाहिँ स्ट्रबेरीको बिउहरू छ यो चाहिँ अस्ति म आउँदाखेरि मैले लगाएको यहाँ टक्क लेत्र भइरहेछ यो मैले लगाएको यो चाहिँ अरू मान्छेहरूले आफ्नो भाइहरू लगाएन यहाँ चाहिँ के झार यो त झार है यो चाहिँ झार लगाएर रहेछ के लाउनु लगाएर रहेछ तर झार हुँदो रहेछ त्यहाँदेखि चाहिँ ट्याक्क ट्याक्कै तल बसेर देख्नुहुन्छ देख्न सक्नुहुन्छ गाइस देख्न सक्नुहुन्छ यता पनि देख्न सक्नुहुन्छ म झर्दैछ चल्छु कस्तो गरेर के छ आमा हाई भन्नु आमा चाहिँ पानी खाँदैन रहेछ यहाँ चाहिँ खाना बन्नु पाक्दैछ त्यसो हुन्छ हाई गर्नु न हाई गाई सन्चै हुन्छ भन्नु म पनि सन्चै छु भन्नु सन्चै छ तपाईँलाई ए ल तपाईँ कति वर्ष हुनु त अरू भन्नु के छ कतिको रमाइलो यहाँ यस्तै त खाना पकाउने बस्ने अप्ठ्यारो भएर न यही ठिक छ होइन कहाँ बोल्दै भैँसी लड्यो है फेरि भेट लडेर यो चाहिँ किवीको बिउ यस्तो छ किवी अलिक चाहिँ फलेन अस्ति नै एउटा सानो फलेछ त्यो चाहिँ मैले खाएको थिएँ त्यसपछि फलेन जान्छ किवी कति ठुलो चाल्छ तर त्यही पनि फलेको छैन निकै लाग्यो यो ट्याक्कै त नि त्यस्तै छ तल चाहिँ काम गर्दो रहेछ नि यो चाहिँ देखिएको दाउरा राख्ने चाहिँ होइन यो चाहिँ मिसिन हो यहाँ चाहिँ मिसिनहरू पिसाउने जति हुने गर्छ यहाँ चाहिँ एकजनालाई बिहानै उठाउनु पर्छ हेर्छ यत्रोसम्म यहाँ चाहिँ बिस्तारा उठाउनु अब यता हेर लजान खुबै एउटी चाहियो भन्छन् के अरे के छ विचार त गाइस तपाईँले पनि एउटा खोजिदिनु ला त यहाँलाई यता चाहिँ गोठहरू छ देख्नुहुन्छ गोठो यता चाहिँ साइडमा ट्याक्कै भैँसी पाडी छ पाडीवाला भैँसी यता बाख्राहरू छन् मस्तै तिनवटा यहाँ देख्नुहुन्छ देख्नुहुन्छ यति रहेछ नि मैले भर्खर आएँ बोकेको रहेछ ट्याक्कै होइन खोर चाहिँ पहिला यतापट्टि यहाँबाट यता थियो यो साइडको भाग यो थामबाट यता थियो अरू चाहिँ उता गएर गराउनु रहेछ यहाँ चाहिँ अहिले त्यही अर्को देखिएको छ दाउरा राख्ने ठाउँ चाहिँ देख्नुहुन्छ कता राम्रो छ
दाउरा काटेर राख्नु सोही भयो चाहिँ बल्ल माथि ट्याक्क यो गरेपछि दाउराहरू राख्नु सजिलो भयो र ओत पनि भयो दाउरा चाहिँ यति छ अझै उता यसको लट अझै पछाडि कति छ डोन्ट एक्सपेक्ट त्यति छ कि गाइस एक दाउरा यहाँ त कमी चाहिँ हुन्न फेरि हान्न खोज्छ किनकि यहाँ चाहिँ किचन भन्दा नि कुरो पकाउने ठाउँ यहाँ जोन चाहिँ मस्त राम्रै छ राम्रो हुँदैन यहाँ चाहिँ पानीहरू भैँसीलाई दिनको लागि बुयल चाहिँ यहाँ ट्याक्क बसेर ट्याक्क दियामा चढेर हुन्छ गाइस आजलाई यति नै भन्दै म पनि बिताउन चाहन्छु यस्तै भिडियोको लागि हाम्रो च्यानल सब्सक्राइब गर्नु होला नमस्ते बाई सी यू टाटा